गुड मर्निङ पोखरा गाइज र अहिले चाहिँ म उठिसकेको छु अनि आजको हाम्रो यात्रा चाहिँ आज त्योभन्दा पहिला चाहिँ ह्याप्पी शिवरात्रि टु एभ्रीवान गाइज। आज चाहिँ 14 गते हो फागुनको अनि आज चाहिँ शिवरात्रि परेको छ हैन। शिवजीलाई एकदम सम्झिन चाहन्छु गाइज। म चाहिँ शिवजीलाई एकदम मान्छु। आफ्नो के हुन्छ नि एकजना देवतालाई एकदम मानिन्छ नि त्यस्तै म पनि शिवजीलाई चाहिँ एकदम मान्छु। सो ह्याप्पी शिवरात्रि टु एभ्रीवान। अनि आजको यति राम्रो दिनमा चाहिँ हामी मुक्तिनाथ दर्शन गर्न जाँदैछौँ। त्योभन्दा ठुलो कुराहरू के चाहियो र हैन। इन्डियाको कुम्भ मेला त म जान सकिनँ केही कारणले गर्दाखेरि अनि हामी दुईजना बुढाबुढी जान सकेनौँ। तर अहिले हामी चाहिँ मुक्तिनाथ जाँदैछौँ दुईजना अनि म चाहिँ एकदम खुसी छु गाइज। किनभने मुक्तिनाथ चाहिँ हैन धेरै कथाहरू छ। मुक्तिनाथ पछाडि चाहिँ धेरै कुराहरू लुकेको छ हैन। अब विष्णुजीलाई श्राप दिएको बेलामा जलन्धरको र शिवजीको लडाइँ भएर अनि त्यसपछि विष्णुजीलाई श्राप दिएर अनि विष्णुजीलाई चाहिँ शिला भएर चाहिँ मुक्तिनाथमै गएर विष्णुजीले चाहिँ मुक्ति पाउनुभएको थियो। अनि त्यस्तै गरेर सतीदेवी जल्दाखेरि अनि सतीदेवीलाई काखमा लिएर शिवजीले पृथ्वी भ्रमण गर्दाखेरि चाहिँ मुख चाहिँ त्यहाँ पतन भएको थियो मुक्तिनाथमा। अनि त्यही कारणले चाहिँ मुक्तिनाथ धाम भएको पनि भनिन्छ हैन। धेरै छ यस्तो भनाइहरू। सो गाइज म एकदम एक्साइटेड छु। अनि मुस्ताङ जिल्ला हैन हामी चाहिँ सकेसम्म माथि अप्पर मुस्ताङ पनि जाने कुरा छ। के कस्तो हुन्छ हेरौँ। अनि सो अब म चाहिँ अब रेडी हुन पर्ने हुन्छ गाइज। सो हेर्दै गर्नु होला। हेलो गाइज म चाहिँ रेडी भइसकेँ। अब चाहिँ हामी एकछिनमा यो होटेलबाट चेकआउट गर्छौँ अनि त्यसपछि मुक्तिनाथको लागि हिँड्छौँ। अनि बिचमा चाहिँ हामी बागलुङ कालिका पनि पस्ने कुरा छ। अनि हेरौँ के कस्तो हुन्छ गाइज हेर्दै गर्नु होला। गाइज हामी चाहिँ होटेलबाट चेकआउट गर्दैछौँ फाइनल्ली। चप्पल लगाएको छु अहिले सजिलो हुन्छ भनेर। अझ चाहिँ अगाडि गइसक्नु भयो। ल लाउनु यो जुत्ता मेरो बुढो हेलो हो तिम्रो त कुनै कुनै काट्छ उहाँ गएर देखिन्छ अरे के पुलबाट देखिन्छ नि। हेलो यहाँ हो बेन्च खानाहरू ए राम्रो त बनाइ बाटो लो तलबाट राम्रो हैन थोरै होला बनाएको। यो कहाँ हो यताबाट जाने अघि फेरि जाने हो बेनी हामी यता जाने यता हामी मन्दिर जाने कोते माथि हो। सो गाइस यतादेखि चाहिँ बेनी जान्छ। कालीगण्डकी खोला यो हो। जान्छौँ यतादेखि चाहिँ हामी के मन्दिर अरे बागलुङ कालिका जाने हो। वेलकम टु बागलुङ। हामी ठ्याक्कै यहीँ नै छ के दाइ यहाँ पुल देखा नि यहाँ यो कहाँ हो र यो कुन ठाउँ हो बागलुङ। हालालिन यहाँ चाहिँ चेकिङ गर्दैछ। सुमन दाईको उस हो क्या त्यो साथी म्यानेजर। पोरेमा टुरिस्ट गाडी दिने त्यही भएर हामीलाई चाहिँ रोकेन। हामीलाई सहज भयो। यता चाहिँ मनोजको साथी हामी चाहिँ पारीको बाटो देख्दैन तपाईँ पनि लाइसेन्स यसो लाइसेन्स नेपालीसँग बोल्यो होला नि ड्राइभरसँग त एउटा त हुन्छ होला त्यहाँ जस्तो गाइड गर्ने होला नि। हामी चाहिँ फाइनल्ली बागलुङ कालिका मन्दिर आइयो दुईजना सँगै शिवरात्रिको अवसरमा। अगाडि चाहिँ यस्तो छ है पुरै। अब ट्याक्क यहाँ पूजाको सामान किनिन्छ अनि त्यसपछि गइन्छ पूजा गर्न। ए पैसै हाल्नु मैले हाल्यो गाइज। मैले चाहिँ पूजाको सामानहरू किनिसकेँ। अब चाहिँ हामी आन्टीकोबाट
जानुपर्ने छ अब। पैसा छ नै अब चाहिँ पूजा गर्न जानुपर्ने हुन्छ गाइस। जय होस् माता। भगवान जय होस् भगवान। के त्यस्तो गर्ने होइन, सबैजना आफ्नो बेच्न बसेको हाम्रो मन हो नि त, कता जानु मन छ। बिचरा त यता छेउको आन्टी केही नबोली कति सोझे, त्यही भएर म त्यही गएँ कि। घन्टी त बजा, घन्टी बजाउनु त। ल हामी आइयो। ओके लगाइ अब हामी एकछिन हिँड्दै जानुपर्छ, हेर्दै गर्नु होला। सो गाइज अब चाहिँ मन्दिरमा पुग्ने बेलामा चाहिँ मन्दिरमा भजन बजाइराखेको हुनुहुन्थ्यो, अनि त्यही भएर कपिराइट लाग्छ नि त, अनि त्यही भएर अहिले चाहिँ मैले अब भोइस ओभर गर्दैछु। अनि अब हामी घन्टी बजाउँदै जाँदैछौँ मन्दिरमा, भएको सबै घन्टी बजाउँदै। अनि हामी चाहिँ अब एकछिनमा मन्दिरमा पुग्छौँ है। एकदम शान्त सुन्दर वातावरण थियो, एकदम रमाइलो लागिरहेको थियो, मनभित्रैबाट शान्ति फिल भएको थियो है। अनि यसरी हामी घन्टी बजाउँदै अब फाइनल चाहिँ पुग्न लागिसक्यौँ है। उतापट्टि देखेको चाहिँ मन्दिर हो। सो यसरी हामी जाँदैछौँ। सो गाइज यहाँ चाहिँ एकदम धेरै टाइपको घन्टीहरू राखेको थियो है, हेर्न सक्नुहुन्छ। अनि अब चाहिँ हामी फाइनल्ली पुगिसक्यौँ है। यहाँ चाहिँ मन्दिरको दृश्य, वरपर सानो सानो मन्दिरहरू, गणेश मन्दिर लगायत धेरै भगवानहरूको मन्दिर थियो है। सुरुमा चाहिँ हामीले गणेश भगवानको पूजा गर्न थाल्यौँ, किनभने जुन भगवानको पूजा गर्न गए पनि गणेश भगवानको पूजा चाहिँ सुरुमा गरिन्छ। यो वरदान चाहिँ गणेशजीले पाउनु भएको थियो है, जब आफ्नो शिर काटेर अनि पछि एउटा बच्चाको, हात्तीको बच्चाको शिर ल्याएर जोडिएको थियो। अनि त्यसबेला चाहिँ विभिन्न भगवानहरूले आशीर्वाद दिनुभएको थियो गणेश भगवानलाई। जुन भगवानको पूजा भए पनि सुरुमा पूजा चाहिँ गणेश भगवानको हुनेछ भनेर चाहिँ आशीर्वाद दिनुभएको थियो। मैले चाहिँ फुल, ध्वजा, टीका है, अनि जनै, सुपारी सबै चढाइदिँदैछु गणेश भगवानलाई। अनि त्यसपछि राम्रोसँग पूजा गरिसकेपछि अहिले चाहिँ मेरो बुढाले मेरो भिडियो खिचिदिँदै हुनुहुन्छ है। गणेशजीलाई चाहिँ रातो टीका, रातो फुलहरू चढाइदिनुपर्छ। यति बेलासम्म चाहिँ बुढाले मेरो भिडियो खिचिदिइराख्नुभएको थियो मैले पूजा गरेको। अनि सँगै बोलाएर अनि चाहिँ हामीले सँगै बुढाबुढीले फेरि एकछिन पूजा गऱ्यौँ होइन। अनि त्यसपछि यहाँ पूजा गरिसकेपछि चाहिँ हामी अर्को मन्दिर चाहिँ दर्शन गर्न गयो है। अर्को मन्दिर दर्शन गरेपछि चाहिँ हामीले अब नवग्रहको पूजा गर्दैछौँ। नवग्रहको पूजा गर्दैछौँ है हामीले। यो ठ्याक्क मन्दिरको अगाडि चाहिँ यसरी नवग्रहहरू राख्नुभएको रहेछ होइन। यहाँ चाहिँ सब 9वटै ग्रहको पूजा हुन्छ, हामीले पूजा गर्दैछौँ। त्यसपछि हामीले यता मन्दिर अगाडि राखिएको बाक्रोशाली, नन्दी देवता, अनि यता अर्को मूर्ति, सबै मूर्तिको पूजा गरियो है, दर्शन गरियो। त्यसपछि चाहिँ हामी मन्दिरलाई दाहिने पारेर मन्दिरको वरिपरि घुमियो है। बागलुङ कालिका भगवती माताको चाहिँ एकदम धेरै शक्ति छ। अनि मेन मन्दिरको दर्शन गरियो कालिका भगवती माताको। मेन मन्दिर दर्शन गरिसकेपछि चाहिँ हामी वरपर भएका अरू मन्दिरहरूमा दर्शन गर्न गइयो। हजुरले हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी शिव मन्दिरमा छौँ है। शिवजी चाहिँ मैले एकदम इष्ट देवता, शिवजी चाहिँ मेरो इष्ट देवता। मलाई चाहिँ शिवजीको एकदम धेरै विश्वास लाग्छ है। मैले दुःखमा सुखमा जति बेला पनि शिवजीको नाम लिइरहेको हुन्छु। शिवजीको मन्दिर, शिवजीको मूर्तिहरू देखिसकेपछि चाहिँ मलाई अर्कै अनुभूति हुन्छ। पूजा गरिसकेपछि चाहिँ बुढाले मलाई मूर्तिमा भएको टीका चाहिँ एकदम शुभ हुन्छ नि त,
टिका लगाइदिनु भयो अनि त्यसपछि मैले चाहिँ बुढाको खुट्टा ढोगेँ अनि बुढा आशीर्वाद दिनुभएको छ मलाई एकदम रमाइलो भयो है, मन शान्त भयो गाइज। त्यसपछि चाहिँ पूजा गरेर सकेपछि चाहिँ म यता नन्दी देवतासँग वर माग्दैछु है। नन्दी देवताको कानमा के माग्दैछु होला गाइज र जे भए पनि माग्दैछु र यसरी चाहिँ नन्दी देवतासँग वर मागिसकेपछि चाहिँ है मैले चाहिँ भगवानलाई ढोकिदिएँ। यता चाहिँ मन्दिर है हेर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ हामी गयौँ नरिवल फुटाउन। मेरो बुढाले चाहिँ नरिवल फुटाल्दै हुनुहुन्छ। सकेसम्म चाहिँ हामी केटी मान्छेले चाहिँ नरिवल फुटाल्नु हुँदैन है। नरिवल फुटालिसकेपछि चाहिँ हामी गयौँ धुपबत्ती गर्न है। हामीले पूजा गरेर पनि सकियो, सबै सकियो। अनि धुपबत्ती चाहिँ लास्टमा गरिन्छ है। सो मैले चाहिँ यहाँ धुपबत्ती बाल्दैछु। धुपबत्ती सल्किसकेको छ। अब मन्दिरतिर देखाएर चाहिँ हामीले धुपबत्ती गर्छ, हेर्न सक्नुहुन्छ। धुपबत्ती गर्दाखेरि चाहिँ म एकदम गहिरो ध्यानमा गइछु पुरा मन्त्र भन्दै धुपबत्ती गर्दैछु सम्झेर भगवानहरूलाई। धुपबत्ती गरिसकेपछि चाहिँ हामी टिका लाउन गयो है, दुईजनै भएर। अनि बुढालाई टिका लगाइदिनु भयो, त्यसपछि मलाई टिका लगाइदिनु भयो है। अनि त्यहाँ हामीले हल्का पैसा चढाइयो अनि त्यसपछि चाहिँ फुल टिका अछुता लिएर हिँड्यो त्यहाँबाट। अनि त्यसपछि फेरि यता आएर मैले बुढालाई अनि बुढाले चाहिँ मलाई टिका लगाइदिनु भयो है। टिका लगाएर अनि आशीर्वाद दिँदै एकअर्कालाई है रमाइलो गर्दै खुसी हुँदै अनि त्यसपछि चाहिँ हामी फर्किने तर्खरमा छौँ। हेलो गाइस, हामी चाहिँ के अरे बागुन कालिका मन्दिरदेखि फर्केको है। यहाँ छौँ हामी यति चार। एकजना भाइ चाहिँ भित्र यसलाई देखिन यो। हेलो ब्याग 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 बोकेर न ब्याग ब्याग चाहिँ फोकस गर्नु बुढीको है। सो गाइज हामी चाहिँ अहिले मन्दिरबाट पूजासुजा गरेर प्रसाद लिएर जाँदैछौँ। अनि यो चाहिँ दिदीको भ्लगमा आउँछ। सो मैले चाहिँ गोप्रो हाइज्याक गरिदिएको छु यहाँ चाहिँ। अनि मेरो भ्लग गराउँदैछु अनि दाइ भाउजू त आउँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँ अब गेटनिर पुग्नै आँटिसकेँ। सो अब चाहिँ हामी मुस्ताङतिर लाग्ने छौँ। अनि फर्स्टमा चाहिँ हामी खाना खान्छौँ। खाना खाएको टाइममा चाहिँ अब भेट्नेछौँ। अब दिदीले कति बेला भेटाउनुहुन्छ त्यति बेला भेट्नुहुन्छ हजुरहरूले हामीलाई भ्लगमा। ओके, थ्याङ्क यू भेरी मच। थ्याङ्क्स फर वाचिङ आवर भिडियो। इन्ड गरिदिने कि भ्लग। रुको जरा, सबर करो। आर यू गाइज रेडी और नट? यस, रेडी। आर यू एक्साइटेड? यस, आई एम अल्सो एक्साइटेड। डे 2 आज चाहिँ मेरो पनि फर्स्ट टाइम हो। अब मुस्ताङ अनि यहाँ मन्दिर पनि मेरो फर्स्ट हो। सो उतै गएर भेटौँला। वाह, क्या एक्टिङ कर रहा है। सो गाइज हाम्रो चाहिँ प्रसाद र टिका प्याक हुँदैछ। अनि अब चाहिँ यो भ्लग चाहिँ मैले यहीँ इन्ड गर्न चाहन्छु किनभने अर्को भ्लग मुस्ताङको मुक्तिनाथको भ्लग चाहिँ म अर्को भिडियोमा लिएर आउनेछु। सो यति बेलासम्म हेरेर साथ दिनुभयो। थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान। बाई।